खिलाडीहरूमाथि एसपी कन्स्ट्रक्सनका खिलाडी द्वारा एउटा सानो पासको प्रयास राम्रो रिसिभ राम्रो पास अलिकति सर्ट पावर पुगेको बीच यो पोजिसनमा छोडेर प्रेस गर्न निक्लेका खिलाडी विशेष अझै त्यो बिचमा रेवनपट्टिको एउटा राम्रो पास जर्सी नम्बर 17 सफलद्वारा डिफेन्डिङ स्टेजपट्टि प्रहार स्टेजपट्टि अट्याक पोडियममा उभिएका कमिटी मेम्बरद्वारा कम्प्लेनको आवाज सुजनज्यूलाई मतलब छैन उहाँ खिलाडी आउनु भएको हो त्यसकारण कम्प्लेन गरेको छैन यति भन्दै आजका खिलाडीहरू दुवै खेलका खिलाडीहरू अब्बल दर्जाका खेलेर आएका छन् जस्तो मलाई लाग्छ भने तपाईहरुलाई म ध्यान आकर्षित गराउन चाहन्छु हाम्रो यस मैदानको बीचमा खेल्नु भइरहेको हाम्रो सिनियर खिलाडी वेटरन टिमका खिलाडी विमल चन्द्रज्यू उहाँको नेतृत्वमा कप्तान यस टिमका रेवत शर्माज्यू हुनुहुन्छ भने दुवैजना खिलाडीले आफ्नो टिमलाई डिफेन्सिभ साथसाथै अट्याकिङ पोजिसनमा डोमिनेट गर्ने प्रयास रेवनजीको एउटा राम्रो सर्टको प्रयास तर अलिकति खिलाडी अत्तालिएको जस्तो मलाई लाग्यो यदि बीचमा फेरि पनि एलएनबीका खिलाडीहरू सुसनज्यूद्वारा गरिएको हाई प्रेसलाई बुझ्न नसकेको सुसनज्यूलाई साथ दिन उहाँकै मित्र अमरज्यू अगाडि आएर एउटा राम्रो मौका बनेको थियो काक्स नडराई याद राख्नुहोला टिम 11B का खिलाडीहरू गोलको मौका असफल डाँडाको पछाडि घरको माथि झरेको छ यदि बीचमा कन्स्ट्रक्सनका खिलाडीहरू कप्तान आफ्नो खिलाडीसँग रिसाएको जस्तो सन्तुष्टि नभएको जस्तो बीचमा कप्तानको राम्रो ड्रिबलको प्रयास गुड शिल्डिङ एरियाको राम्रो शट किपरद्वारा फम्बल र किपरले आफ्नो एक्सपिरियन्स देखाउँदै आफ्नो टिममेट्सलाई काम डाउन भन्ने इशारा गरी फेरि खेलाको सुरुवात अमरज्यू सुजनपट्टिको एउटा राम्रो प्रयास अमरद्वारा सरीको गुहार सुजनज्यू आफ्नो मित्रसँग खुसी छ यति बिचमा निमा चन्द्रज्यूको द्वारा एउटा राम्रो ब्लक टिम 11B का खिलाडीहरू अलिकति दबाउ महसुस गर्दै सुजनज्यू र अमरज्यूको हाई प्रेसिङ देखेर यस खेमाका खिलाडीहरू स्पेस खोज्नमा असफल यति बिचमा राम्रो थ्रु बल राम्रो शटको प्रयास तर शट बाहिर जर्सी नम्बर 66 संस्कारद्वारा एउटा शटको प्रयास तर किपरलाई केही टेन्सन नभएको र निमा चन्द्रज्यूकोबाट फेरि पनि राम्रो स्टिल सुजनपट्टि बल सुजनद्वारा राम्रो ड्रिबल स्पेस खोज्दै टिममेट खोज्दै 11B का खिलाडीहरू उहाँमाथि भारी 11B का खिलाडीहरू अलिकति हतारमा यस टिमको अट्याकिङ फ्रन्ट एउटा अमरज्यूको राम्रो इन्टरसेप्सन राम्रो पास शटमा पावर नभएको 11B का खिलाडीहरूद्वारा राम्रो काउन्टरको मौका तर निमा चन्द्रज्यूले आफ्नो एक्सपिरियन्स युज गर्दै दिनभरि यहाँ बस्यो भने त डिफेन्सिभ एक्सनमा रेवनज्यूबाट फेरि अमरपट्टि पास संस्कार र अमरको प्रयास पासको प्रयास खिलाडीहरूले मौका बुन्न खोज्दै बाँड्न खोज्दै तर अलिकति प्र्याक्टिसमा नभएको अलिकति खुट्टा राम्रोसँग कन्ट्याक्ट नभएको क्लियरली देखिँदैछ बीचमा 11B का खिलाडीहरू
बललाई अर्को हाफ खेल्ने प्रयासमा किपरद्वारा राम्रो पास सुजनद्वारा राम्रो कन्ट्रोल